हरि ओम तत्सत। भगवद्गीता अध्याय 1 श्लोक 24 श्लोक इस प्रकार रहेको छ। सञ्जय उवाच एवं मुक्तो ऋषिकेशो गुडाकेशेन भारत सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम्। सञ्जयले भने, हे भरतका वंशज, गुडाकेशेन अर्जुनद्वारा इस प्रकार अनुरोध गरिएका ऋषिकेश भगवान श्रीकृष्णले अर्जुन चढेको उत्तम रथलाई दुवै सेनाहरूको बीचमा खडा गर्नुभयो। भगवान श्रीकृष्ण सम्पूर्ण प्राणीहरूका इन्द्रियका स्वामी हुनुहुन्छ। इन्द्रियहरूका स्वामी भएकाले सम्पूर्ण प्राणीहरूका इन्द्रियहरूका विषयका बारेमा जान्नुहुन्छ। भन्नुपर्दा ऋषिकेश भएकाले भगवान श्रीकृष्णले कुनै पनि प्राणीले के कति इच्छा चाहनाहरू गरेको छ, के कति कारणले आग्रह गर्यो भनेर जान्नुहुन्छ। भगवान श्रीकृष्णले नै सम्पूर्ण प्राणीहरूको जीवनको रथ हाकिराख्नु भएको छ र सम्पूर्ण प्राणीहरूले इच्छा चाहनाहरू पुरा गर्न सकेका छन्। तर भौतिक संसारप्रतिको आकर्षणले गर्दा सम्पूर्ण प्राणीहरू इच्छा चाहनाहरूमै केन्द्रित भएर अज्ञानमा परेका छन्। अज्ञानमा परेका भए तापनि सम्पूर्ण प्राणीहरू भगवान श्रीकृष्णका साथमा रहेका छन्। भगवान श्रीकृष्णका साथमा रहेकाले सम्पूर्ण प्राणीहरू भगवान श्रीकृष्णका कृपाले भगवानबाट ज्ञान प्राप्त गरेपछि अज्ञानलाई जित्न सक्षम गुडाकेशन हुनेछन्। धन्यवाद। राधे राधे।